चन्द्रौटा बजार गाउँदेखि सहरसम्म पहाडदेखि तराईसम्मका नागरिकले व्यापार गर्ने ठाउँ हो। बजार कुरूप हुनु यहाँको इज्जत जानु हो। त्यसैले बजारलाई सुन्दरीकरण गर्ने तपाईँ हाम्रो जिम्मेवारी हो। यसभन्दा अघि पनि हामीले यो विषयवस्तु निरन्तर रूपमा उठान गरिरहेका छौँ। शिवराज नगरपालिकाले यस वर्ष चन्द्रौटा बजार क्षेत्रमा सौन्दरीकरण गर्ने प्रयास सुरु गरेको छ। बजार क्षेत्रमा रहेका डिभाइडरहरू व्यवस्थित गरी फूल लगाउने, सौन्दरीकरण गर्ने, हरियाली बनाउने योजना बमोजिम काम भइरहेको छ। बजार कस्तो हुनुपर्छ त भनेर स्थानीय केही व्यवसायीलाई सोधेका छौँ। नमस्ते, म प्रेमकला पौडेल। म चाहिँ चन्द्रौटामा व्यवसाय गर्ने व्यवसायी हो र यो चन्द्रौटालाई सुन्दरीकरण गर्नको लागि जुन किसिमको यो डिभाइडरको बिचमा गमला राख्नुभएको छ यो अत्यन्त सराहनीय छ। तर गमला मात्र राखेर भएन, यसलाई रात्रिकालीन दुर्घटना हुनबाट बच्नको लागि बिचमा बत्तीहरूको पनि व्यवस्था हुन जरुरी छ र सुन्दरीकरण गर्नलाई गमला त राखियो तर पार्किङको व्यवस्था छैन। पार्किङको पनि व्यवस्था हुन जरुरी छ, जसले गर्दा अहिले अब रिक्साहरू म एउटा व्यापारी भएको नाताले मेरो पसलको अगाडि रिक्साहरू अव्यवस्थित रूपमा रहेका हुन्छन्, जसले गर्दा कहिलेकाहीँ ग्राहकलाई भित्र आउन पनि गाह्रो अवस्था छ। यो नहोस् भन्नको लागि पार्किङको व्यवस्था गर्नु जरुरी छ र यो चन्द्रौटालाई अझै व्यवस्थित, अझै राम्रो बनाउनको लागि जुन आवत जावत गर्ने यात्रुहरूलाई आएर एक ठाउँ बस्नको लागि प्रतीक्षालय हुँदा अझै राम्रो हुन्थ्यो। यी सबै भयो भने बल्ल राम्रो चन्द्रौटा बन्छ जस्तो मेरो विचारमा छ। मेरो नाम जितेन्द्र मौर्य हो। म शिवराज चन्द्रौटा निवासी हो। अहिले नगरपालिकाबाट जुन बजार सुन्दरीकरणका निम्ति जुन कार्यहरू भइरहेछन् त्यो एकदमै नै सराहनीय कार्य छ। त्यसले गर्दाखेरि बजार अझ राम्रो देखिन्छ। यसमा नगरपालिकाको मात्रै नभएर हामी सम्पूर्ण नगरवासीको पनि उत्तिकै उत्तरदायित्व छ। हामी यो बजारले कसरी राम्रो गराउने भनेर यसमा हामी सबै मिलेर बजारले राम्रो गराउनु पर्छ भन्ने मेरो आफ्नो। नमस्ते, मेरो नाम चाहिँ धनबहादुर खत्री। म चाहिँ यही चन्द्रौटा शिवराज 5 दक्षी रोडकलमा बस्ने भाइ हो। के अरे यो शिवराज नगरपालिकामा जति पनि अहिले भइरहेको छ जुन सहर एउटा सुन्दर हराभरा बनाउने एउटा जुन एउटा पक्ष छ गर्नुभएको छ त्यो चाहिँ राम्रो छ, खुसी लागिरहेको छ। आउने दिनहरूमा अझै पनि झनै राम्रो हुनेछ। यो चन्द्रौटावासी एउटा सुन्दर नगरी बन्ने छ र हाम्रो जति पनि एउटा गमलाहरू यो फुल रोप्नको लागि हराभरा बनाउनको लागि गमलाहरू राख्नुभएको छ त्यो चाहिँ एकदमै राम्रो छ। अझ यसमा बिचमा एउटा बाटोमा अलिकति खनेर एउटा त्यो टाइपले चाहिँ लगाएको भए झनै राम्रो हुन्थ्यो। नहुन भन्दा यति पनि धेरै राम्रो हो गर्नुभएको छ मेयर साहबले। अब एउटा सबैको हितको लागि, त्यसको लागि म एकदमै खुसी छु। यही नै हो, धन्यवाद। पछिल्लो समय नगरपालिकाले सार्वजनिक शौचालय, खानेपानीको व्यवस्था गर्दा सर्वसाधारणहरू, यात्रुहरू र स्थानीयहरूलाई सहज भएको छ। चन्द्रौटामा सार्वजनिक शौचालय, चन्द्रौटा चोकमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। बजार सुन्दरीकरण गर्ने सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने नगर प्रमुख अजय थापाको भनाइ छ। यो शिवराज नगरपालिकाले चाहिँ यो कमसेकम 200 वटा गमला चाहिँ हामीले बजार सौन्दरीकरण गर्ने को कारणले गर्दाखेरि बनाएका छौँ। मैले केही समयभित्र लगभग अहिले गमला पुरै कम्प्लिट भइसकेको छ। अब यसलाई रङरोगन गरेर हामीले प्लान्टहरू चाहिँ हेरिसकेका छौँ। चन्द्रौटा बजारमा यो राख्ने र चन्द्रौटा र कृष्णर बजार खण्डको बिचमा चाहिँ हामीले त्यहाँ फुल रोप्ने भनेर चाहिँ अहिले हाम्रो गृह कार्य भइरहेको छ। यो मेन उद्देश्य के हो भने कमसेकम चन्द्रौटा बजार सुन्दर, राम्रो, जसले गर्दा मान्छेलाई कमसेकम चन्द्रौटा बजारमा आएर एकछिन चाहिँ एक कप चिया खान मन लागोस्। 10 रुपियाँ 15 रुपियाँ पनि कमसेकम नगरपालिकामा बाहिरी बसेर आउन सक्ने वातावरण सृजना हुन्छ र यसै मिडिया मार्फत सम्पूर्ण नगरवासीलाई हामी सबै लाएर बजारलाई सफा सुन्दर नगरपालिका बनाउँ भनेर चाहन्छु। धन्यवाद। फूल रोप्दैमा बजार सौन्दरीकरण नहुने पनि तर्क छ। पार्किङ व्यवस्थापन, सरसफाई र आकर्षक बनाउन सकियो भने मात्र बजारको मुहार पक्कै फेरिनेछ। यसमा आम जनसमुदायको पनि सहयोग अपरिहार्य छ।